हेलो, हेलो, हजुरको नाम के हो नि? मेरो नाम प्रीति पोखरेल, हजुर कुन ठाउँबाट आउनुभयो? सिन्धुली। हजुर अहिले क्लास 10 को इक्जाम दिनुभएको होइन हजुरले? हजुर, अनि कस्तो भयो नि हजुरको इक्जाम? राम्रो। कति जिपी आयो? 3.39, हजुर अनि हजुरलाई आजको प्रोग्राम कस्तो लाग्यो नि? धेरै राम्रो हजुर अनि एम्बिसन गुरुबाट क्लासहरू जोइन भएर पढ्नु भएको थियो कि नै? थियो। पढ्नु भएको थियो अनि कतिको हेल्प गर्यो नि हजुरलाई एम्बिसन गुरुबाट एससीको इक्जाममा? यति धेरै कि कुरै नगरौँ। एकदमै हेल्प गरे है? अनि ल ठिक छ क्लासहरू मजाले रेगुलर नै जोइन भएर पढ्नु नि कहिलेदेखि पढ्न थालेको कार्तिक मङ्सिरदेखि पढ्न थालेको त्यहाँदेखि चाहिँ रेगुलर पढ्न थालेको। स्कुल पढ्ने बित्तिकै हत्ता नपत्ता आएर होमवर्क गर्थेँ अनि क्लास बस्नुपर्छ त्यतिखेर होमवर्क गर्न भ्याउँदैन भनेर सुरुमै होमवर्कहरू सिद्धाएर अनि क्लासमा बस्थेँ। अनि धेरै नै यति धेरै नै इफेक्टिभ छ कि जहिलेसम्म जसलाई लिँदाखेरि पनि हुन्छ कि जसले पनि यसलाई राम्रो नै भन्छ। हजुर भनेपछि एकदमै हेल्प गरेन हजुरलाई? धेरै नै